ए शर्मिला तिमी आइसक्रिम खान्छौ होइन? कति साह्रो ललिपप चुसिरहेको। लौ खाऊ शर्मिला यो कालो आइसक्रिम। नहीं नहीं, यो कालो आइसक्रिम होइन, म त उति सेतो आइसक्रिम खाने हो। नाइ के शर्मिला तिमी यही आइसक्रिम खाऊ न। खान्न है, आफै खाऊ तिम्रो यो आइसक्रिम। होइन साँच्चै नखाने शर्मिला, यो केटीको जात पनि कस्तो कस्तो, लु तिमी आफै खाऊ यो। अनि भन त कतिको मिठो छ शर्मिला। ओइ शर्मिला एक किस खाऊँ ल। नै नै हुँदैन, कस्तो किस खाएको। तिमीले थप्पड हाने पनि कस्तो किस खानु पाइए यार, तँ किस खानु पाइए यार। ओइ शर्मिला फेरि पनि एक किस खान दिन्छौ कि साह्रै स्वाद आयो। ए नै नै हुँदैन, कि कस्तो खैनी गनायो। होइन रातिकाले तिमी त दाँत नै नमाजिकन पो हिँड्छौ कि क्या हो? छि छि छि, गजब बेइज्जती है। नरिसाउन हो, आज साथीले यसो खाउँ भनेर मात्र खाएको हो। राम्ररी खानु पनि दिँदैन यार। लौ आफै खाऊ रातिकाले। ओइ शर्मिला यो सुन न, यो आइसक्रिमको पैसा पछिल्लो दाइले दिएर आऊ न ल। ए शर्मिला मलाई यसरी तल पारेर नजाऊ न। ए शर्मिला बिस्तारै हेर न, म पनि त्यहाँबाट रातिकालीकोसम्म जान्छु। ए भाती मेरो बाटो किन रोकिस्? रोकेको होइन शर्मिला, म पनि सँगै जान्छु पो भनेको त। ए नरिसाउन हो छेकरी, के साह्रै रिसाएको? अनि भन त शर्मिला, तिमीलाई पानीपुरी मनपर्छ कि चटपटे? मलाई त पिरो खालको पानीपुरी नै मनपर्छ। यही नहीं, अभी और सुनिए। कति खाँदाखेरि चाहिँ आउँछौ नि? म त थोत्रै खान्छु नि। म एक फोसीले चाहिँ आउँछु होला। कौन है ये लोग? कहाँ से आते हैं? ए हो र, अनि एक पैसा भनेको धेरै हो त। खासै धेरै चाहिँ होइन ल, म त भोक लाग्दाखेरि त झन् त्यसको डबल पो खान्छु त। झन् मेरो साथीहरूले त कति धेरै खान्छ। अनि यति धेरै खाँदा कति दिन भात खाँदैनौ नि? यो त मेरो खाजा मात्र हो त, खाना खानु बाँकी नै छ। होइन तिमी त गणेश भगवानको दिदी पो हो कि के हो? कैसे कैसे लोग रहते हैं यार यहाँ पर।